अस्ति 23 र 24 गते भएको जेनजी आन्दोलनको कारणले गर्दा सिटिभिटीको उत्तर पुस्तिकाहरू जलेर नष्ट भएको छ। सिटिभिटीले जतिपय कलेजहरूको उत्तर पुस्तिकाहरू जलेको छ उनीहरूको रिएक्जाम लिने निर्णय गरेको छ। तपाईहरूले त्यो नोटिस हेर्नुभएको होला र साथसाथै सिटिभिटीले रिएक्जामको रुटिन पनि पब्लिस गरेको छ। यो अल ओभर नेपालमा हुने होइन, मात्र बागमतीको र कोशी प्रदेशको कलेजहरूमा मात्र लागू हुनेछ। रिएक्जाम मात्र बागमती र कोशी प्रदेशको केही कलेजहरूमा मात्र हुनेछ, जसको तपाईहरू रुटिन हेर्नुभएको होला। म तपाईहरूलाई यस भिडियोमा सिटिभिटीको रिएक्जाम चाहिँ पहिल्यैकै सेन्टरमा हुन्छ कि होम सेन्टरमा हुन्छ, म त्यसको बारेमा यस भिडियोमा खुलाउने छु। नमस्कार, मेरो नाम सुमित पटेल हो। म तपाईहरूलाई यस भिडियोमा स्वागत गर्दछु। तपाईहरू यस च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नुहोस्, लाइक गर्नुहोस् अनि सिटिभिटीको रिएक्जामको बारेमा के भन्न खोजिराख्नु भएको छ कमेन्टमा लेख्नु होला। ल धेरै ढिला नगरिकन म तपाईहरूलाई सिटिभिटीको रिएक्जामको होम सेन्टरको बारेमा या पहिल्यैकै सेन्टरको बारेमा नोटिस के आएको छ त्यसको बारेमा म भन्न गइरहेको छु। यो भिडियो लास्टसम्म हेरिदिनु होला। परीक्षा केन्द्र कायम गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना प्रकाशित मिति 2082 साल 7 महिना 16 गते। उपयुक्त सम्बन्धमा मिति 2082 साल 6 महिना 9 गते यस कार्यालयको वेबसाइटमा प्रकाशित विस्तृत सूचनामा उल्लेख भए अनुसार कोशी प्रदेशका 5 वटा परीक्षा केन्द्रमा सञ्चालित 24 वटा शिक्षण संस्था र बागमती प्रदेशका 18 वटा परीक्षा केन्द्रमा सञ्चालित 80 वटा शिक्षण संस्था परीक्षाका उत्तर पुस्तिकाहरू भाद्र 23 र 24 गतेको भीषण परिस्थितिका कारण सुरक्षाको लागि राखिएको प्रहरी कार्यालयहरूमा आगजनी हुँदा उत्तर पुस्तिकाहरू जलेर तथा नष्ट भएकाले परीक्षा समितिको मिति 2082 साल 6 महिना 10 गते निर्णय तथा माननीय शिक्षा विज्ञान तथा प्राविधिक मन्त्री स्तरीय मिति 2082 साल 7 महिना 9 गतेको निर्णय अनुसार उक्त शिक्षण संस्था कार्यक्रम वर्षखण्डका परीक्षाहरू यस कार्यालयको मिति 2082 साल 6 महिना 31 गते प्रकाशित परीक्षा तालिका बमोजिम मिति 2082 साल 8 महिना 4 गतेबाट पूर्ण परीक्षा सञ्चालन हुने बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै कोशी र बागमती प्रदेशका अन्तर्गतका जलेका तथा नष्ट भएका उत्तर पुस्तिकाहरूको सम्बन्धित शिक्षण संस्थामा परीक्षा केन्द्र होम सेन्टर कायम गरी मिति 2082 साल 8 महिना 4 गतेबाट पूर्ण परीक्षा सञ्चालन गरिने र देशभरका अन्य स्थगित परीक्षाहरू मिति 2082 साल 7 महिना 30 गते मितिदेखि मिति 2082 साल 8 महिना 3 गतेसम्म पूर्ण निर्धारित केन्द्रहरूमा सञ्चालन गरिने बेहोरा समेत अनुरोध छ। कुनै शिक्षण संस्था बन्द भएको भए नजिकको शिक्षण संस्थामा परीक्षा केन्द्र कायम गरिनेछ। यस सम्बन्धित विस्तृत परीक्षा तालिका मिति 2082 साल 6 महिना 21 गते पनिकाको वेबसाइटमा प्रकाशित गरिएको छ। यस सम्बन्धी कुनै जानकारीका आवश्यक भएमा सम्बन्धित परिषद प्रदेश कार्यालयहरूमा सम्पर्क राखी बुझ्न सकिनेछ। नोटिस पक्कै बुझ्नु भएको होला। तपाईहरूको पहिला जुन इक्जाम बाँकी थियो त्यो चाहिँ पहिल्यैकै सेन्टरमा हुनेछ। चाहिँ त्यो 30 गतेदेखि 3 गते जुन फ्याकल्टीहरूको जुन कलेजहरूको इक्जाम परेको छ त्यो पहिल्यैकै सेन्टरमा हुन्छ र 4 गतेदेखि जुन कलेजहरूको इक्जाम हुनेवाला छ 4 गतेदेखि सुरु छ त्यो चाहिँ होम सेन्टरमा गरिने निर्णय गरेको छ। अब कुन कलेजको पेपरहरू जलेर नष्ट भएका छन् उहाँहरू आफ्नो इक्जामको तयारी गरेर बस्नु होला। तपाईहरूको इक्जाम चाहिँ 30 गतेदेखि सुरु हुनेछ। कतिपय कलेजहरूको 30 गतेदेखि, कतिपयको 31 गतेदेखि आफ्नो रुटिन अनुसार आफ्नो इक्जाम दिन जानु होला। धन्यवाद।